हेलो नमस्कार सम्पूर्ण साथीहरूलाई। र आज चाहिँ हामी साथीहरूसँग चाहिँ यहाँ ताइब आएको थियौँ घुम्नलाई आज शुक्रबारको दिन। र आज चाहिँ माछा मारौँ भनेर पनि आएको र जालहरू यताउता चाहिँ सबै साथीहरूले ल्याउँदैछ र कोही गइसक्यो गाडी। र आजको दृश्य चाहिँ यस्तो छ होइन, रमाइलो छ, चिसो ठाउँ। साउदीमा यता चाहिँ पहिलोचोटि खोला पनि देखियो। हाम्रो सुजन भाइले उहाँ हातमुख धुएर पनि आइसक्यो होइन। यस्तै छ साथीहरू होइन, के गर्ने, रमाइलो। हम साथी फेरि यहाँ पुरा कमेडी छ कि फेरि। लगन भाइ कस्तो बिल भइरहेको छ त यहाँ ताई पाएर। तिमी त सेकेन्डचोटि होइन क्या? ल साथीहरू, म चाहिँ फर्स्ट टाइम आएको क्या यहाँ। मौसम चिसो छ कि एकदम चिसो। यहाँ चाहिँ एकदम जाडो पनि छ, तर हामी बसेको ठाउँतिर चाहिँ जाडो छैन क्या खासै। यस्तै छ होइन। यता हरियाली खोला, यता त्यो उयो माथि हेर्ने भने सबै तरकारी खेतीहरू लगाएको छ होइन। फलफुल खेती, तरकारी खेतीहरू। पानी पनि यति चिसो छ यहाँको। अनि साउदी आएर चाहिँ पहिलोचोटि यहाँ खोला देखेँ ताइबमा होइन। यो खोला पनि खोइ अब यो मूलबाट आएको हो कि यो समुद्रको पानीलाई चाहिँ फिल्टर गरेर यो बगाइएको खाने भएन यो चाहिँ होइन। कस्तो हरियाली छ क्या। यस्तो भ्यू अगाडिको हेर्नु त्यो डाँडा, डाँडा भने कालो छ क्या, काला पत्थर जस्तो। त्यसले यहाँ माछा छोप्न खोज्दैछ होइन, तर भिडाएको माछा छोप्न सक्यो भने माछाको भिडियो चाहिँ बनाउनु। तिमीले माछाको भिडियो बनाउनु लाग्यो र? ओ मोबाइलै डुबाएर पो रहेछ के त। ल रमाइलो छ साथीहरू, यस्तै छ है यहाँको चाहिँ ताइबको आज खोलामा चाहिँ आएको फर्स्ट टाइम। ओके फाइनली गाइज हामी चाहिँ यहाँ जक्सनमा आइपुग्यो होइन। र एकदम रमाइलो छ कि यतातिर यस्तो डाँडाहरू छ होइन, रमाइलो छ। र अब यहाँ चाहिँ हामी एकछिनमा साथीहरू पनि आउँदैछ सामानहरू लिएर, र हामी एकछिनमा चाहिँ माछा मार्ने कार्यक्रम पनि सुरु हुँदैछ। पानीमा चिसो छ, माछा भने यति ठुल्ठुलो माछाहरू छ नि यहाँनिर। यहाँनिर कस्तो रमाइलो छ क्या, डाँडा काँडा होइन, हरियाली। यो त उयो के को बोटहरू हो? फलफुलको त होइन होला होइन? र हामी पौडीसँग आऊ, पौडीसँग आऊ। हुन्छ खेल्ने हो अहिले, खेल्ने हो नि सुकिहाल्छ। नमस्कार गाइस होइन, आज तपाईँहरूमा चाहिँ के देखाउँछ आज हामी चाहिँ यस्तो राम्रो भ्यूज छ है, यति अग्लो ढुङ्गा छ क्या। र हाम्रो त्यहाँ साथीहरू पनि लगभग आइसक्यो। यस्तो राम्रो ठाउँ छ होइन। तपाईँलाई चाहिँ म यहाँ एउटा साग यस्तो राम्रो छ नि होइन, यहाँ हेर्नुहुन्छ नि माछा यस्तो छ क्या माछा, तर मेरो क्यामेरा त्यति देखिएन होइन। सागहरू नि खोले सागहरू के, यहाँ त लटेको साग पनि रहेछ क्या। अनि हेर्ने खोले साग यस्तो फुलिरहेको छ कि होइन, कसरी नखाएर पनि होला कि। यस्तो दामी दामी छ खोले साग। आज चाहिँ म टिपेर लान्छु क्या यो होइन। यस्तो छ कि रमाइलो। अब साथीहरू पनि आइपुग्यो लगभग माछा मार्ने ग्रुपहरू। र यस्तो छ साथीहरू होइन। म चाहिँ एकछिनमा यो अहिले साग टिपेर लान्छु, अनि भोलि चाहिँ मजाले बनाएर खाने हो कि यसलाई चाहिँ। साथीहरू हामी चाहिँ यहाँनिर अब आगोसागो बालेर होइन, यताको वनभोज कार्यक्रम पनि सुरु हुँदैछ भने यता साथीहरू माछा मार्दैछ क्या होइन। हो त्यहाँ माउर माछाहरू चाहिँ कता कता छ क्या, 2 किलो 3 किलोको माछाहरू छ, तर समाउनु चाहिँ अलिक नसक्ने क्या। यहाँ चाहिँ अहिले जाल लगेर छोपेर
जालले चाहिँ गरेर अनि त्यो ढुङ्गाको चेपचेपमा यति ठुल्ठुलो माछाहरू छ नि। ओट यहाँ किसन भाइले चाहिँ जाल हाल्दैछ अरे यहाँ माछा साथीहरू यहाँ साथीहरू चाहिँ माछै समाउन थालिसक्यो क्या हातैले कारण यहाँ माछा मार्ने कार्यक्रम हुँदैछ तर हातैले समाउन सकिने रहेछ क्या यहाँ माछाहरू सबै खै हो माछाहरू यहाँतिर हातैले समारिसक्यो क्या हेर्नु माछा साथीहरू सबै खानेकुरा पिकनिकै यता भइरहेछ आज हाम्रो वनभोज भनेको खोला भोज भन्ने होइन भनेर छ क्या साथीहरू माछा मार्दैछ र माछा मार्ने कार्यक्रम पनि हुँदैछ साथीहरू होइन अब साथीहरू सामान पनि ल्याइसक्यो र अब माछा फ्राईको तारेर खाने छ सबैतिर दिपक सामान सक्यो नि त अहिले समातेन एउटा हो त्यो भागिसक्यो अहिले त त्यो चेपचेपबाट कस्तो राम्रो पानी छ सफा पानी छ कि आज त्यसमा नुहाएर पनि जाने भन्ने विचार छ हाम्रो दिपक भाइले चाहिँ अब माछा पनि मार्दैछ कि समायो भन्छ त हेरौँ ओ समातेछ समातेछ हातले सानो समाज थियो कति रमाइलो छ क्या साथीहरू होइन माछा मार्ने आज कार्यक्रम माछा मार्ने तार्ने पोल्ने खाने यस्तै छ ल गाइजहरू होइन हाम्रो साथी चाहिँ माछा मारे अब यहाँनिर चाहिँ एकचोटि पनि यति पारेछ अब आधा केजी जस्तो यहाँ भएछ अरे तल साथीहरू चाहिँ माउर माछा खोज्दैछ यतातिर रमाइलो छ दियोस् खै समाते माछा के माछा तल दहमा जानुमा चाहिँ धेरै मर्थ्यो कि त्यहाँ चाहिँ काला खालको माछाहरू त्यो आउँछ बढी कहिले मार खाने हो दुईटा कतिवटा एउटा है दुईटा लगेको पनि उता उता ल सोधेर माछा यहाँ जालमा माछा लिएर आएछ यता आयो मजाको मसिनहरू छ ठुलो चाहिँ सब्जी जस्तो अब 1 किलो जति हुन्ला है मालै आएन राजा के भयो छैन कि त्यहाँ हानेको भर्खरै यहाँ त माछा भागिसक्यो सबै त्यो तल दगुरमा लुक्यो होला क्या माछाहरू माछा आएन